हेलो नमस्ते। हजुर कतिजनालाई कुम चलाउन गाह्रो, हात माथि लग्न गाह्रो, नुहाउँदाखेरि हात पछाडि लग्न गाह्रो अथवा पछाडि कपाल बाँध्न गाह्रो अथवा खिप लगाउन गाह्रो जस्तो समस्या छ। यदि हजुरलाई यस्तो समस्या छ भने यो चाहिँ फ्रोजन सोल्डर अथवा मेडिकल फर्ममा चाहिँ एडेसिभ क्याप्सुलाइटिस भनिन्छ। यो भनेको चाहिँ हाम्रो सोल्डर अथवा कुमको वरिपरि एउटा क्याप्सुल भन्ने स्ट्रक्चर हुन्छ जुन चाहिँ एकदमै टाइट भएर कुमलाई चाहिँ सजिलोसँग मुभ गर्न यसले रोकिरहेको हुन्छ। प्राय यो कुम जाम हुने समस्या चाहिँ स्ट्रोक भएको पेसेन्टलाई अथवा सुगर लागेको पेसेन्टलाई अथवा चोटपटक लागेर हात चाहिँ राम्रोसँग मुभमेन्ट नगरिरहेको अवस्थामा चाहिँ बिस्तारै कुम जाम भएर यो समस्या निम्तिन सक्छ। र यसको लागि चाहिँ हामीले गर्नुपर्ने भनेको फिजियोथेरापी हो, जहाँ हामीले विभिन्न स्ट्रेचिङ एक्सर्साइजहरू सिकाउँछौँ, मोबिलाइजेसन गराउँछौँ र विभिन्न मेसिनहरू लगाउँछौँ, जसले गर्दाखेरि चाहिँ कुम बिस्तारै खुल्दै जान्छ। धन्यवाद।